लाइट अलिकति भएन क्या ठिकै छ। नमस्ते, मेरो नाम सुभाष तामाङ। नाम चाहिँ सुभाष, थर चाहिँ तामाङ। सुभाष तामाङ नाम, थर चाहिँ के हो भनेर सोध्ला तपाईँहरूले। म चाहिँ अब यसो पहिल्यैदेखि भ्लग बनाउन चाहिँ मन लाग्थ्यो। अनि अब चाहिँ अहिले चाहिँ आँट्दै हालेँ। त्यो भ्लग बनाउनलाई चाहिँ एउटा सामान, त्यो होल्डर किनिदियो। त्यो होल्डर अनबक्सिङ नि गरिदिने अनि एउटा भ्लग, पहिलो भ्लग नै बनाइदिउँ भनेर बनाइदिएँ भने अब त्यस्तो खतरै सामान त किने होइन, त्यही पनि अब यसो कन्टेन्ट रुम। अबे रुम त पुरै फेरि मेरो रुम देख्ने मात्रै यस्तो है, एक चुट्कीमै सफा हुन्छ कि मेरो रुमदेखि। चुट्कीमै सफा कस्तो नपत्या होइन म देखेको त, म देखिन्छ। अब हेर्नु है चुट्कीमा कसरी सफा हुन्छ। देख्नुभयो होला होइन, एकैछिनमा सफा भइसक्यो। चुट्कीमै सफा के, चुट्की गरेपछि सफा भयो। अब चाहिँ सामान अनबक्सिङ गरिदिउँ है। यो होल्डर चाहिँ अब अनबक्सिङ गर्नुपर्छ है। खतरा त छैन है, खतरा त होइन है। आमामा के किन ल्यायो भन्ने नसोच्नु। म चाहिँ अलिक साइकलहरू कुदाएर हुन्छ अनि टक्क लगाएर मोबाइल त्यसरी गोप्रो त्यो अब छैन, त्यो मोबाइल होल्डर हो यो। खोलिसक्यो हो फोन त पहिल्यै, फेरि पनि पसलबाटै खोलेर ल्यायो। ए उडो यसलाई चाहिँ के भन्छ भने म्याग्नेटिक स्मार्टफोन माउन्ट होल्डर हो, माउन्ट के भन्छ। यो चाहिँ म्याग्नेटिकवाला, अनि यो चाहिँ मोबाइल। म्याग्नेटिक चाहिँ खासै नटासिँदो रहेछ कि, त्यो भएर यो वाला नि ल्याएँ। साइकल यसरी कुदाउँदाखेरि चाहिँ अलिकति नडलो सुनेर छैन दिने। मेन सामान चाहिँ यो हो। अर्को छ यो चाहिँ एउटा बान्ने, बेसी सिसो नहल्लोस् भनेर यसरी बान्ने होइन। यहाँ त पेज हो, कागज होइन त्यो, कता कता गयो। यो चाहिँ यस्तो गरेर थिच्दिन्छ क्या, यहाँ कता थाल्ने च्याट्ट गरेर फेरि यस्तै हो। यो चाहिँ यो पनि खोल्दिउँ न पहिला। त्यो म्याग्नेटिकवाला ए त्यो मोबाइल यो चाहिँ यो पनि पाउँछ कि, यो मोबाइलमा टाँस्ने। यो पनि यसमै आएको थियो, मैले पसलमै टाँसेको थिएँ कि यसलाई। टक्क यो टाँस्ने कहाँ, यो चाहिँ यहाँ मोबाइल कभरमा टाँस्ने। आइफोनको चाहिँ पछाडि नै हुन्छ, अब आफ्नो एन्ड्रोइड है, त्यो भएर एन्ड्रोइडको लागि चाहिँ यो पनि पाइन्छ कि टक्क लगाएर। ओइ के साह्रो पाराको यस्तो टाँसिन्छ कि हो। अनि कस्तो लगाइसो अगाडि नै कस्न पऱ्यो है, कस्ने कुरा। उही खोइ यसरी हाल्ने, देखेन यसरी हाल्ने, यसरी उठाउने ट्याक्क लगाएर च्याट्ट यसरी लगाउने। यो चाहिँ कस्तो गरेर लगाउने मैले च्याट्ट खोल्यो, हाल्यो, च्याट्ट पार्यो, यहाँबाट घुमाएर ल्याएर च्याट्ट खोल्यो होइन। यो भगवान् के हो भने उल्टो ए सरी अलिकति उल्टो हालेको छु कि। ट्याक्क यसो लगाउने, च्याट्ट घुमाएर ल्याएर यहाँ बलमा हाल्ने यसरी, यसरी गऱ्यो ट्याक्क ल्याएर। यो तलमाथि गर्ने हो भने चाहिँ यो खोल्नु पऱ्यो, यसरी तलमाथि होइन, तर यसो गऱ्यो। अनि यसलाई अब भर्टिकल होरिजेन्टल दुइटै गर्न मिल्छ क्या। कसरी भने यो घुम्छ है, यो घुम्छ क्या पुरै
$60 फोनलाई होइन यसै गरी तर त्यसरी भन्दा हामीलाई त भ्लग बनाउँदा यसरी हुन्छ त्यहाँको अलिकति के भइरहेछ स्क्रिनमा भनेर हेर्नको लागि $60 यसरी तन्किन नि मिल्छ यसरी हिँड्ने होइन यो पनि त्यही हो यसरी नै हाल्ने हो त्यसले चाहिँ मोबाइल खस्दैन कि कस्न मिल्छ नि त यो त यो चाहिँ यति घरमै त ठिकै छ है त्यो साइकल मारिकन स्वाय 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 हान्ने बेला त फेरि प्ल्याट्ट फुत्किन्छ नि त तर स्ट्रङ छ मोबाइलै हालेर देखाइदिन्छु अब मैले चाहिँ हालिसकेँ फोन त्यहाँ होइन ट्याक्क लगाएर यसमै टक्क यसरी एडजस्ट गर्न मिल्छ कि म देखाउँछु तपाईँहरूलाई है भयो ए मेरो हात यहाँ छ होइन अब यसरी कामहरू गर्न मिल्छ कि यसरी कामहरू गर्न मिल्यो नि त ट्याक्क लगाएर गिटार बजाउनु त देखाउनै मिल्दैन नि म तपाईँलाई देखाइदिन्छु कस्तो देख्छ टक्क यसरी गरेर देखाएन याट्ट यसरी गरेर देख्छ कि कस्तो देखिया है ऐना हेर्नु अलि माथि गर्न मिल्छ नि त ए हँदेर देखेँ आफै हिँडे पनि हुन्छ होइन चप्पल खोलेको पनि देखाउन मिल्यो यसरी लगाएर पनि जान मिलेको देखाउन मिल्यो ए होइन स्याट लगाएर अब के हो मेरो फ्युचर जस्तो पुरै ब्ल्याक छ त अँध्यारो यस्तो अलिक ठाडो गर्न नि मिल्छ यसरी ट्याक्क लगाएर देखाएन मैले हेर्नै मिल्दैन हौ तर रेकर्ड भइरह होला नि यसरी स्याट लगाएर गर्न मिल्यो नि त अब यसरी आफू हेर्नलाई होइन कि यो त खास गरी आफूले के गर्यो भनेर चाहिँ देखाउनलाई नि त हल्का ओह्रालो गरौँ ल यसरी गरेर टक्क के गर्यो यसरी खानु लगाएको यसरी यसो गऱ्यो फ्लस गऱ्यो फ्लस होइन यसो गऱ्यो गरेर मैले हात पनि धुन्छु भन्यो अहिले कि भाइ भिडियो बनाउने बाहना पनि हान्थेँ च्याट्ट लगाएर यसो गऱ्यो होइन यसरी अन्त ठाडो गर्न नि मिल्छ नि त यसलाई यसरी टक्क ठाडो गऱ्यो यसरी यो लागि कसरी भन्यो भने हो यसलाई चाहिँ यसो गरेर स्याट्टै यसरी हल्का छड्क्यो होइन तर ठिकै छ खास गरी यसरी यो भ्लग बनाउनु त युट्युबको लागि त टक्क गऱ्यो है देखायो नि यसरी गरेर चाहिँ टक्कले साइकल चलाउन पऱ्यो नि त यसरी अलिकति ओह्रालो गर्नुपर्छ त्यसको लागि चाहिँ तपाईँहरूले देखाइदिनु लागि यो देखाएन च्याट्ट लगाएर यस्तो हुन्छ अनि छातीमा चाहिँ यो धागो चाहिँ यसो यहाँ हाल्ने अनि झर्दैन नि त झऱ्यो भने अड्किन्छ यसरी टक्क यसको चाहिँ म्याग्नेटिक वाला हो त्यो टक्क यसो निकाल्यो यसरी निकाल्न नि मिल्छ होइन अनि यस्तो गरेर यो गोलोमा ट्याप्प टाल्ने प्रडक्ट ठिक छैन त नि ठिक छ नि हल्का यसरी मान्छेले हेर्दा त के गरेको जस्तो लाग्ला तर अब भिडियो बनाउनलाई ठिकै छ ठिक छ अब यति हो अरू के देखाउनु त खै ल मलाई ल यो चाहिँ अब यति नै हो अब अरू के देखाउनु र अब यसो भ्लगहरू अब यसबाटै बनाउँछु यो साइकलहरू चलायो भने यसमा चाहिँ यहाँ थिच्ने छ थिचेर तान्ने चाहिँ यसरी यो थिचेर तान्ने युज गर्न त्यति गाह्रो छैन होइन अलिकति जतन चाहिँ गर्न परिहाल्यो यो चाहिँ पुरै घुम्छ यसरी ट्याक्क ट्याक्क होइन अरू के छ रहेछ देखाउनु पर्ने यो त हाल्न त के हो कि मोबाइल कस्ने मात्रै हो यो पनि के छैन यो मोबाइल यहाँ बिचमा हालेर यसो कस्ने हो अरू केही छैन र होस् यसको चाहिँ के हो भने अब प्राइसको कुरा गर्ने भने चाहिँ मैले कति हालेँ भने यसको 2000 यसै नै सुन्नु यसको मात्रै 2000 अनि यो लास्ट महँगो हो यो 1500 दियो भने यो म्याग्नेटिकलाई चाहिँ यो 1500 3500 होइन अर्को यसको चाहिँ 150 यो चाहिँ एक्स्ट्रा किन्यो 150 खालको यो हाल्ने 150 खालको यो अनि यसको नि 200 दियो भने के भन्नु त अब यसको 200 टोटल कति भयो तपाईँहरूले जोड्नु है
यति हालेँ हो मैले चाहिँ होइन यता ठगिस् भने त अब के अन्त ठग्यो कि मैले बढी हालेँ कि कम हालेँ मलाई थाहा छैन मैले हालेको त्यति हो अब त्यतिमा चित्त बुझ्यो सक्यो अब अरू केही पनि थाहा छैन मलाई त्यो सस्तो महँगो होइन भनिदिनु होला होइन होइन आउनु धन्दै भएको छैन अब के भन्ने अरू यति हो सामान्य हो अब साइकलमा भ्लगहरू बनाउँछु बिस्तारै बिस्तारै अझै अरू त के गर्नु भ्लगहरू बनाउने चाहिँ चाहना छ अझै पनि त्यही भएर बनाइरहेको छु भ्लग चाहिँ अब यति हो अरू के भन्नु नमस्ते बाई